ल साथीहरू सबैजनालाई गुड मर्निङ नमस्ते स्याजुलो हामी चाहिँ घुम्नु जाँदैछौँ पर फुपूहरू यहाँ चाहिँ चिसो रहेछ साथी हो निकै नै चिसो छ यहाँ चाहिँ जाँदैछौँ कहाँ गएको हामी पुरा भिडियो हेर्नु होला रमाइलो जग्गा जाँदैछौँ एकदम राम्रो जग्गा जाँदैछ साथीहरू मिक्स नगर्नु होला भिडियोलाई यहाँ चाहिँ धुप्पी दामी देख्दछ साथीहरू हेर्नुहोस् फेरि कैयौँ चाहिँ यहाँ पनि फुलेको छ भेनाहरू यहाँ आइपुग्नु भएको छ भान्जो बाबु हिँड बसिरहेको छ अब हामी आइपुगेँ धुप्पीहरू मजाको देख्दो रहेछ यहाँ साथीहरू भिडियो चाहिँ नछुटाउनुहोस् है हामी चाहिँ घुम्नु गएको हो तपाईँलाई पनि भिडियो मार्फत एकदम मजाको जग्गा पुऱ्याउने छु कहाँ होला यो र यहाँ चाहिँ हिँड्ने बाटो एकदम मान्छेको लागि एक्स्ट्रा छ आरामले फुटपाथमा हिँडेर जाने हो गाडीको रोड यता हो गाडी पार्किङ गर्ने जग्गा पनि मजाको छ एरिया चाहिँ एकदम सुविस्ता गाडी पार्किङ गर्नु घुमाउनु पनि हेर्नुहोस् सजिलो रहेछ आजको दिन एकदम रमाइलो दिन छ खुल्ला आकाश र त्यसको बिचमा यो झार जङ्गलहरू पनि देख्न सक्नुहुन्छ यहाँ तल चाहिँ हाम्रो नानी कोल्ड ड्रिङ्क्स खाँदै आउँदैछ पछाडि फुपू दिदी दिदी भन्दैछ अन्त साथीहरू एकदम हिल साइड भए पनि यसमा चाहिँ घाम मजाले लाग्छ अहिले चाहिँ र तातो पनि छ जाडो छैन हो तर जब यो हिउँ पर्नु थाल्छ नि हिउँ पऱ्यो भने चाहिँ यहाँ चाहिँ एकदम चिसो यो पानी आउँछ भनेको चाहिँ तर धेरै साल भयो पाइपहरू चाहिँ सिधै लगाएकोदेखि यो कुन जग्गा हो हेर्न सक्नुहुन्छ यहाँबाट उता जाँदैछौँ हामी चाहिँ साथीहरू हेर्नुहोस् है एउटा क्लिक पनि लिनु पऱ्यो ल साथीहरू यहाँबाट चाहिँ रमित हेर्न सकिन्छ हामीले पनि र कञ्चनजङ्घाको भ्यू पनि एकदम मजाले तान्नु सकिन्छ हेर्न सक्नुहुन्छ त्यही राम्रो हिमाल हाँसिरहेको जग्गा पनि हेर्न सक्नुपर्छ हामीले हामी कहाँ गएको होला साथीहरू भन्नुहोस् है कमेन्टमा कुन कुरा चाहिँ तपाईँहरूलाई मनपर्नुहुन्छ मनपर्ने कुराहरू पनि कमेन्ट गर्नुहोस् भेना दिदी त्यहाँ बस्नुभयो नानी त भान्जो बाबु हामी जाँदै गरेको जग्गा चाहिँ यहाँ पर रहेछ यो ठाउँ जाँदैछौँ साथीहरू त्यहाँ पुग्दा कस्तो हुने हो हेर्नुहोस् है साथीहरू अब आउनेहरूलाई त याद भइहाल्छ नआउनेहरूले चाहिँ मजाले क्लियरली यत्तिकै साथीहरू नक्सा बनाउनु कस्तो हुन्छ टक्क हिँडेर हामी चाहिँ यहाँ यस्तो एकछिन रमाइलो गरेर बसेर यस्तो झरेर यहाँ गेट छ हो यो गेट छ यो गेटदेखि यो बोट आफै पढ्नु सक्नुहुन्छ तपाईँहरूले हो त्यहाँदेखिको यहाँदेखि चाहिँ उता जाने हो बाटो चाहिँ यस्तो छ एकदम सफा बाटो क्लियर यो ठाउँमा चाहिँ यहाँ चाहिँ सफा देखेँ मैले यो एरियामा चाहिँ अरूतिर बजारतिर गयो नि त कति मैला हो साथीहरू एकदम राम्रो छ साँच्ची भनेको यो साथी हो यो जग्गा चाहिँ आर्मी कोलोनी हुन्छ नि आर्मी एरिया क्वार्टरहरू त्यत्तिकै सफा छ साथीहरू यहाँ चाहिँ के गर्नु साथी हो खुट्टाले हिँड्नु भएको छैन त्यति राम्रो पोलेर दुखेर तर के गर्नु पाहुनाहरू छ घरमा घुमाउनै पर्यो त्यसले म पनि हिँड्दैछु टुरिस्टहरू पनि आउनु भएको रहेछ अन्त यता रोड र यता मान्छेको लागि उहाँ छ बाटो र यो बाटो हिँड्दाखेरि आफूलाई
समस्या पर्यो, पिसा लाग्ने सर्ट टोइलेटहरू, लङ टोइलेट गर्नुको लागि पनि यहाँ टोइलेटसम्म तपाईँहरूलाई पुऱ्याउने छु। अन्त अनि त्यहीँ हो टोइलेट, यहाँ पनि हो, यहाँ पनि हो साथीहरू। अन्त यो बाटो हिँड्दाखेरि टोइलेटहरू, सर्ट टोइलेट, लङ टोइलेट आयो भने टोइलेटको जग्गा यहाँ छ। एटलिस्ट यहाँ हो टोइलेट। अन्त यो एरिया चाहिँ गाडी पार्किङ हो। हामी अब घुम्ने जग्गा लास्ट आइपुगेछौँ। जति गाडी लिएर आउनुहुन्छ, त्यो गाडी लिएर आउनुहुन्छ यहाँ पार्किङ आरामले गर्नु सक्नुहुन्छ। हामी अब यो तर्फ लाग्छौँ, गेटतर्फ। अनि यहाँदेखि गएर यहाँबाट उकालो चढ्छु साथीहरू। हेर्नुहोस् कहाँ पुग्दो रहेछ हामी। जति अब यो एरिया सधैँ घुम्नेहरूलाई त याद छ, जति अब नयाँहरू हुन्छ नि त्यो जग्गा घुम्नु चाहिँ यो टाइममा चाहिँ यति राम्रो छ कि, यति क्लियरली छ, यस्तो सफा देख्छ कि हेर्न सक्नुहुन्छ। एकदम राम्रो छ। आजको दिन वेदरले पनि साथ दिएको छ। पयौँ पनि मजाले फुलेको रहेछ। अहिले इङ्ग्लिसमा चेरी भन्दो रहेछ। म चाहिँ जान्दिनँ साथीहरू, म चाहिँ यस्तो बोल्ने छैन हो। वेदरले साथ दिएको छ आज मजाले। अब हामी चढे, सिडी सफा एकदम हो, क्लियर, मौसम पनि क्लियर, गार्डनहरू पनि मजाको छ हो, फुलहरू पनि दामी रहेछ। वेदरले एकदम साथ दिएको छ साथीहरू आज। बिहान भेना र मैले भनेको यहाँ रहेछ भेना, मैले याद गरेको थिइनँ नि भेना आउँदाखेरि कि। म त पहिला पनि आएको धेरैपल्ट, तर धेरै याद गरेको थिएन। फुलबारी हेर्नु साथीहरू के मजाको छ। वेदरले पनि साथ दिएको छ मजाले। अन्त यहाँ चाहिँ फुलबारी दामी छ हो, पार्कहरू पनि मजाको रहेछ। उहाँहरू यसरी सेल्फी लिइरहनु भएको छ, रमाइलो उहाँहरूको पनि। हेर्नुहोस् न के मजा। अरे यार ब्याक साइड यस्तो मजाको सफा रहेछ साथी। यसरी राख्नुपर्छ जग्गाहरू भनेको चाहिँ। यहाँबाट दामी। र यो चाहिँ म दुईटैमा जान्छु है साथीहरू। यो भिडियो चाहिँ म फेसबुकमा पनि र अर्को युट्युबमा पनि साथीहरू एकदम मजाले हेर्नु सक्नुहुन्छ साथीहरूले। हामी यो सिडी उकालो लाग्यो, अब जाँदैछु हो। मेरो चाहिँ ब्याट्रीले थाम्छ जस्तो लाग्यो नि आज साथीहरू। आधी हुने हो मेरो भिडियो, यहाँसम्म त ल्याइपुऱ्याएँ। लास्ट डे हो, वरिपरि पनि देखाउन कोसिसमा चाहिँ छु। न पुरा थाक्यो साथी हो, तँ भाइ तँ। यहाँबाट उकालो आउने हामी। हाम्रो क्यामेराम्यान चाहिँ यता छ, यति बेला क्लिक लिन्छु म। र साथीहरू यो सिडीदेखि जाने हो। अब यहाँबाट गएर चाहिँ हामी यहाँ आउनुपर्ने छ। यहाँ हेर्नु यति सफा छ कि। अन्त हामी जुत्ता चप्पलहरू चाहिँ यहाँ खोलेर जानुपर्ने छ। जुत्ता चप्पल चाहिँ यहाँ अनिवार्य हो खोल्नुपर्ने। म चाहिँ साइडमा खोल्छु किनभने तातो हुन्छ घामले। यहाँ खोलेर जान्छु म चाहिँ। मजाको छ जग्गा। हामीले जुत्ता खोल्यो हो। अब घुम्नु जाने हो। अब एकछिन त्यहीँ राख। मैले भिडियोको लागि छिटो गएँ, अरूलाई छाडेँ अब, किनकि मेरो ब्याट्रीको कोही ग्यारेन्टी छैन हो। चार्ज सक्नु आँट्यो हो,
त्यस कारण वरिपरि चाहिँ म घुमाइरहेको छु सबैजनालाई। यहाँ माथि पनि जानु सक्नुहुन्छ आरामले हो, वरिपरि घुम्ने हो। एकदम क्लियर छ साथीहरू, आम्मामा यस्तो सफा चकाचक छ, चकाचक। वाउ, उफ, यस्तो हिल साइडमा पनि गरम, यति बेसी गरम छ साथीहरू। हेर्नुहोस्, त्यसको उतापट्टितिर चाहिँ म भिडियो लिन सक्दिनँ आज, किनभने ब्याट्री छैन, चार्ज छैन साथीहरू। हेर्नुहोस्, गार्डनहरू पनि एकदम फाइन, दामी छ नि। मुनि पनि हेर्नुहोस् त, किन म हतार हतार गर्दैछु आज, मेरो ब्याट्रीको केही ग्यारेन्टी छैन साथीहरू। हेर्नुहोस्, भ्यूहरू पनि दामी दामी देख्छ हौ, आम्मामा के गरौँ म त। वाउ, भ्यू हेरेर म त, भ्यू हेरेर सबै पऱ्यो साथीहरू। हेर्नुहोस् त, आम्मामा अत्तालियो म त, हेर्नु क्या दामी देखेको है। वै यहाँ त, यहाँबाट सिँढी, माथिल्लो सिँढी गएँ म, क्लिक गरेको छुइनँ मैले साथीहरू। यति घुम्छु त त्यहाँदेखिको म। अन्त यहाँ पनि छ, तल छ उनीहरू चाहिँ हो, यहाँबाट चाहिँ भ्यू हेर्ने जग्गा हो। हेर्नु सक्नुहुन्छ सबै इतिहासहरू यहाँ छ साथीहरू, इतिहासहरू। घुम्न आउनु होला साथीहरू एकदम। जति अब हाम्रो क्रिस्चियनहरूले त मान्नु हुँदैन, हाम्रो साथीहरू क्रिस्चियन हुनुहुन्छ, उहाँहरूले हेर्नु सक्नुहुन्छ, केही छैन हो। जति हाम्रो जो धर्महरू मान्नेहरू हुन्छ, उहाँहरूले आरामले इतिहासहरूलाई हेर्नु सक्नुहुन्छ यहाँ। रुकिए ठिक छ। दूसरा है, ये तो सेम ही है। ल साथीहरू, बाई बाई। अब म गएँ यतिमै, योभन्दा उपरान्त साथीहरू म भिडियो गर्नु सक्दिनँ हो। र तपाईँहरूले चाहिँ एकदम भिजिट गर्न सक्नुहुन्छ यहाँ चाहिँ। र यहाँबाट भ्यूको लागि पनि एकदम आज क्लियर छ, आज एकदम सफा छ, रमाइलो छ साथीहरू।